त्यसरी यो 5 वर्षको कार्यकालभित्र यो संविधानलाई तलमाथि हुन दिनुहुन्न। हामीले देशभरि ठुलो द्वन्द्वमा पर्छ। तर यो संविधानलाई राखेर यसभित्र मिलाउनु पर्ने, सच्याउनु पर्ने कुराहरू चाहिँ थुप्रैमा काम गर्नुपर्छ भन्ने छ। त्यसैले 5 वर्ष मैले यहाँको प्रतिनिधि भएर जाने मौका पाउँदै गर्दा मैले संसदभित्र भएका सबै पार्टीहरू, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, अहिले नयाँ आएका पार्टीहरू सबैलाई मिलाएर संविधानमा सबैको समझदारी बनाएर संविधानको मूलभूत कुराहरू कायम राख्ने, तर बाँकी रहेको कुराहरूमा चाहिँ एउटा समझदारी बनाएर जाने मेरो प्रयास रहन्छ। म सहमतिको राजनीतिमा विश्वास गर्छु। त्यसैले म एकजनाले चमत्कार गर्न सक्छ भन्ने कुरा मान्दिनँ। अहिले यसपालिको चुनाव चाहिँ दुर्भाग्य कस्तो भइदियो भने विषयवस्तुमा छलफल छैन, के गर्न खोजेको भन्ने कुरा छैन। यो चाहिँ को प्रधानमन्त्री बन्ने, को कस्तो देखिने, कसले कस्तो लाउने, कसले कस्तो हिँड्ने भनेको जस्तो विषयवस्तुतिर गयो, जसले गर्दा हाम्रा छलफल मुद्दाहरू सबै कुरा गौण बनेको छ। म 5 वर्षको संसद चाहिँ त्यसो नहोस् भन्ने मेरो चाहना हो। यो 5 वर्ष नेपालले खेर फाल्नु हुँदैन। यो 5 वर्ष खेर फाल्यो भने चाहिँ त्यसपछि हामीसँग समय छैन। त्यसको एउटा कारण के हो भने अहिले नेपालको मध्यम उमेर